हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ मेरो मर्निङ सिफ्ट आयाबान हो। बिहान छिटो छिटो उठेर हतार हतार काममा जाँदै हिजो चाहिँ कस्तो दामी हिउँ परिरहेको थियो। अझै पनि अलिअलि हिउँ बचेकै छ, पग्लेको छैन। मौसम चाहिँ एकदमै चिसो छ, त्यही भएर पुरै टोपी यो गलबन्दी सबै लगाएर हिँडिरहेको छु। हातमा चाहिँ पन्जा छैन, यस्तो चिसो लागिरहेको छ। हेर्नु न, हिउँ अझै पनि छ, कस्तो राम्रो। झन् लेट भइरहेछ, हतार हतार काममा जाँदैछु। साकुरा पनि फुल्न सुरु गरिसक्यो। कति राम्रो हिउँ परिरहेको। वाह, हिजो परेको हो हिउँ त। आज चाहिँ एकदमै मौसम राम्रो छ, तैपनि हिउँ चाहिँ अझै नपग्लिएर यस्तो दामी भ्यू देखिरहेको छ। स्टेसन अगाडि पनि यसरी हिउँ जमिरहेको छ। हिजो त हिउँले पुरै ढाकेर केही देखिरहेको थिएन। हिउँ परुन्जेल चाहिँ ट्रेन पनि बन्द भएको थियो, केही नदेखिएर। हिजो चाहिँ यो ट्रेनको यो लिगहरूमा सबै हिउँ जमेर पुरै ठप्प थियो ट्रेनहरू चाहिँ। जापानमा चाहिँ सूर्योदय भइसक्यो, कति राम्रो सूर्यको किरणहरू देखिरहेको छ। बिहानको सुनौलो किरण पर्दाखेरि चाहिँ कति राम्रो देखिरहेको के। चाहिँ सानो पार्क छ, हिउँ परेर कति राम्रो देखिरहेको। होइन, मलाई अचम्म लागेको कुरा चाहिँ यो जापानिजहरूले के खान्छ भने यिनीहरूलाई त न जाडो हुन्छ न थकाइ लाग्छ काम गरेर। हेर्नु न, यस्तो जाडो छ, हिउँ परिरहेछ। मैले भने यसरी टोपी लगाएर पुरै हिँडिरहेको छु। उनीहरूलाई हेर्नु न, जाडै हुँदैन, टाउकोमा टोपी पनि छैन। शरीरमा बाक्लो लुगा लगाए पनि टाउकोमा भने यिनीहरूले खासै लगाउँदैनन् कि। स्कुल पढ्ने केटाकेटीहरू त यस्तो हिउँ पर्दा पनि स्कर्ट लगाएर हिँडिरहेको हुन्छ, छोटो छोटो, जाडै नहुने के। अचम्म लाग्छ क्या यस्तो दृश्य देख्दा चाहिँ। काममा पनि जति काम गरे पनि नथाक्ने बुढो बुढो 70-80 वर्षसम्म पनि काम गरिरहेको हुन्छ, 90 वर्षको बुढाबुढी पनि काम गरिरहेको हुन्छ। हेर्नु न, कुरा गर्दा गर्दै ठ्याक्क उताबाट एकजना स्कुल पढ्ने विद्यार्थी हेर्नु न, स्कर्टमा मात्रै हिँडिरहेको छ कि। कस्तो जाडो पनि नहुने हिउँ परेर यस्तो छ। मलाई भने यति जाडो लागिरहेछ। जाडो होस् या जे होस्, जस्तो सुकै परिस्थितिमा पनि टक्क फेसन गरेर हिँडिहाल्ने। हेर्नु न, बुढो मान्छे चाहिँ टोपी नै नलगाएर, जाडो पनि भइरहेको छैन। झन् उता त कपालै नभएको तक्लु आइरहेछ। कति जाडो भयो होला बिना कपालको। यिनीहरूले त मलाई मेरो यस्तो फेसन देखेर त कहाँबाट को जुम्लिनी आइ भन्छ होला है। मलाई चाहिँ त्यस्तै सोच आउँछ कि कति कतिको त आफैलाई लाज लाग्छ। तर के गर्नु, कस्तो जाडो हुन्छ, म त जाडो खटाउनै सक्दिनँ। यस्तो अझै फुरफुर फुरफुर परेको हिउँ छ के। तर म चाहिँ काममा एकदमै लेट भइरहेको छु। हतार हतार गरेर हस्याङ फस्याङ गर्दै हिँडिरहेको छु। फेरि हाम्रो नेपाली टाइम जस्तो हुँदैन। हामी नेपालीहरू चाहिँ नेपाली टाइममा बानी परिरहेको हुन्छ। यहाँ हेरेर चाहिँ लास्ट 11 हुन्छ नि नेपाली टाइमले गर्दाखेरि। 1 सेकेन्ड पनि लेट हुनु हुँदैन कि काममा चाहिँ। टाइम सक्यो भने 1 मिनट पनि बढी बसेर काम गरोस् भन्ने हुँदैन यहाँको मान्छेलाई। आफ्नो टाइममा आओस् र आफ्नो टाइममै जाओस्। यदि केही गरी बढी गरिहाल्नु पर्यो 10-15 मिनट भनेपछि चाहिँ ओभर टाइम दिन्छ। यहाँको यो सिस्टम चाहिँ एकदमै राम्रो के। नेपालमा त कसरी हुन्छ, बढी पेलाउन पाएको भए काममा आफ्नो फाइदा मात्रै हेर्ने गर्ने कि नेपालमा चाहिँ। यहाँ चाहिँ त्यस्तो हुँदैन। यहाँको चाहिँ सबै सिस्टमहरू चाहिँ राम्रो के, एकदम सिस्टममा चलेको देश भएर होला। म चाहिँ अब काम गर्ने ठाउँको नजिकै पुगिसकेँ, त्यसैले बाँकी गफ चाहिँ अब घर फर्किने बेला है।